सम्पूर्ण मिडिया भाइहरूलाई नमस्कार है। हामी हिजो एउटा घटना हिजो राति हामीले हेर्नु पायो कि यो जुन चाहिँ प्राइमेरी हेल्थ जयगाउँ प्राइमेरी हेल्थ सेन्टर जसलाई गोपीमोहन हस्पिटल भनेर पनि चिनिन्छ, त्यहाँनिर चाहिँ के भयो भन्दा राति एउटा पेसेन्ट आएर चाहिँ यहाँनिर कोही डक्टरहरू बस्दैन हो, जुन चाहिँ हामीले 24 घन्टा यो खोलिदिनु छ भनेर भनेको थियो, भनेर यस्तो कुराहरू राखेको थियो र हामी त्यसकै नै सफाइ दिनुको लागि यहाँनिर आएको है। विशेष गरेर यस्तो छ हेर्नुहोस्, टिएमसी को शासनकालमा 15 वर्ष चल्यो र 2 बजीसम्म मात्रै खुल्ला हुन्थ्यो, तर पनि कसैलाई आपत्ति छैन। तर हाम्रो जस्तो सरकार आयो हामीले कोसिस गरे कि मतलब यो हस्पिटल चाहिँ अब जयगाउँ घनी आबादी भएको ठाउँ हो, जयगाउँको मात्रै होइन दक्षिणपाडासम्मको मान्छेलाई हामीले यहाँबाट कभर गर्छ हस्पिटलमा। यो हस्पिटल चाहिँ 24 घन्टा खुल्ला हुनुपर्छ भन्ने खाले हाम्रो एउटा सोच भयो र सोच भइसकेपछि हामीले सिएचएमसँग हामीले कुराहरू राखिसकेपछि त्यहाँदेखि हाम्रो विधायकज्यू यहाँनिर भिजिटमा आयो। भिजिटमा आएर उहाँले पनि भन्नुभयो कि 24 घन्टा यो हस्पिटल खोल्नुपर्छ भनेर। तर के छ भनिसकेपछि हेर्नुहोस्, हाम्रो सरकार बनेको अहिले 1 महिना पनि लगभग भएको छैन, तर पनि हामीले कोसिस गर्यौँ। हामीले कोसिस गरेर हामीले के गर्यो भन्दाखेरि यहाँनिर एउटा डक्टर मात्रै थियो, हामीले डक्टर बढाइदिनु भनेर बिएचएम सरलाई भनिसकेपछि उहाँले एउटा डक्टर बढाइदिनु भएर आज यो हस्पिटल बिहान 8 बजेदेखि लिएर बेलुका 8 बजीसम्म खोल्दैछ, 24 घन्टा 12 घन्टा खोलिँदैछ। र हामी कोसिस गर्दैछौँ कि यो जुन चाहिँ छ यसलाई चाहिँ मतलब हामी 24 घन्टामा कन्भर्ट गरौँ भने। हेर्नुहोस्, अब 2टा डक्टर लिएर 12 घन्टा लिएर 24 घन्टा त गर्नु अलिकति असुविधा हुन्छ। अन्त हामीले बिएचएम सरलाई भनेको छ, बिएचएम सरले के भनेको छ भनिसकेपछि डक्टर बढाइदिन्छु भनेको छ। र हाल फिलहाल दिनमा अब धेरै छिटो नै तपाईँले थाहा पाउनुहुन्छ कि यहाँनिर अझै कुनै डक्टरहरू यहाँनिर गर्नुहुन्छ भने, किन नर्सिङ स्टाफ पनि यहाँनिर सर्टेज छ र नर्सिङ स्टाफ पनि जुन चाहिँ छ यहाँनिर ल्याउने पठाउने कुरा चलिरहेको छ र हाम्रो विधायकजीले वहाँनिर प्रेसर दिइरहेको छ र उहाँबाट आउनु आँटेको छ र तपाईँहरूले जो छिटो नै यो 24 घन्टा खोलेको देख्नु पाउँछ। अब यहाँनिर हेर्नुहोस्, यहाँनिर के भनिसकेपछि 24 घन्टा खोल्नु हो भनिसकेपछि नर्सिङ स्टाफहरूलाई रेस्ट रुमहरू पनि चाहिन्छ, इन्फ्रास्ट्रक्चरहरू पनि हाम्रो रेडी हुनुपर्छ। अहिले गएर हेर्नुहोस्, वहाँनिर रुमहरू त छ, तर के गर्नु त्यो रुमहरू सबै लथलिङ्ग छ, कम्प्लिट भएको छैन। अन्त त्यसले गर्दाखेरि अहिले हामीले 24 घन्टा खोल्नु सकेको छैन। हामी जनतालाई भन्नु चाहन्छौँ कि बिहान 9 बजीदेखि लिएर बेलुका 8 बजीसम्म खुल्ला हुन्छ, त्यति बेलासम्म तपाईँको उयो गर्नुहोस्। बेसी दिन तपाईँहरूले पर्खिनु पर्दैन, छुट्टो भन्दा छुट्टो यो हस्पिटल यो जुन चाहिँ छ हाम्रो प्राइमेरी हेल्थ सेन्टर जुन चाहिँ छ, यसलाई प्राइमेरी हेल्थ सेन्टर हस्पिटल पनि होइन, यसलाई हामीले हस्पिटलको दर्जा दिनेछौँ र यसलाई हामी 24 घन्टा खोल्ने कोसिस गर्दैछौँ। राजेशज्यू, हामीले भिडियोमा देख्न पायौँ एकजना व्यक्ति त्यहाँ लडिरहेको सुतिरहेको अवस्थामा है, र यस्तो खालको गरिब व्यक्ति कोही आउँछन् आएर यहाँ सुतिरहन्छन्, उसको चाहिँ के हुन्छ त भन्ने तपाईँहरूले एक्सक्युज त दिनुभयो नि, अहिले यस्तो छैन उस्तो छैन, तर कुनै गरिब दुखी पनि हुनसक्छ जसको गोजीमा पैसा हुन नसक्ला, त्यो जस्तो व्यक्ति आएर यहाँ लड्छ भने त्यसको चाहिँ के हुने हो? हेर्नुहोस्, यहाँनिर अब हामीले गरिब दुखी मात्रै होइन, बिमारी सबै बिमारी हो, पैसावाला पनि बिमारी हो, पैसावालाले त अप्सन हुन्छ, ऊ अर्को गाडी लिएर अर्को जग्गा रिजर्भ जाने सक्ला नि त। बिमारी हो। आज हेर्नुहोस्, यहाँनिर चेष्टा चल्दैछ। अब जब 2 बजीसम्म हस्पिटल चल्दाखेरि कसैलाई के आपत्ति थिएन भने चाहिँ अहिले 9 बजीसम्म 8 बजीसम्म चल्दैछ भनिसकेपछि हामीले गरेको काम हो नि। अब यसलाई हेर्नुहोस्, यसलाई हामी भन्दैछौँ कि हामी कोसिस गर्दैछौँ कि हामी यसलाई 24 घन्टा गर्नुको लागि। अब हिजोको घटना देख्दाखेरि हामीलाई पनि नराम्रो लाग्यो होइन, हामी पनि चाहँदैन, हामी पनि त्यही परिवारको, हामी पनि यही गाउँको, हामी पनि यहीँको, हामी पनि मान्छेहरू चिन्छौँ है। र यहाँनिर हामीलाई त्यो अफसोस लाग्यो र त्यसै कारणले हामीले तपाईँहरूलाई जानकारी दिनुको लागि आज बोलाएको कि बेलुका 8 बजीसम्म मात्रै खुल्ला हुन्छ भनेर। अब मान्छे भरममा आएर होइन फेरि राति आउँछ, उहाँहरूलाई तकलिफ नहोस् भनेर नै हामीले आज यहाँनिर तपाईँहरूलाई